ल है गाइजहरू अब चाहिँ आन्टी तपाईँलाई चाहिँ एउटा च्यालेन्ज छ है हामीहरू सिजर पेपर र खेल्छौँ तपाईँ आन्टी दुईटी जोले मात्रै जित्नु भयो नि त्यहीँबाट चाहिँ हामीहरू लग्छौँ है ल ल सिजर पेपर र खेल थाहा हुनु नि त्यो खेल नि ल ल ल हामीहरू ल त्यहाँ आन्टी त्यहाँ पनि हुनुहुन्छ यहाँ आन्टी पनि हुनुहुन्छ जोले जित्नुभयो नै सिधै पेपर र खेलाउँछ आन्टी जोले जित्नुभयो त्यहीबाट लग्छु क्या नत्र पछि बात हुन्छ ल है ल ल आउनु आउनु आन्टी आउनु यहाँ आउनु सिधै पेपर र खेलाउँछ अब हेर्नु यस्तो 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 यो चाहिँ सिजर यो चाहिँ पेपर यो चाहिँ रक ल के होइन ल गाइस हामी चाहिँ यहाँ सिजर पेपर खेलाउँदैछौँ होइन कसले चाहिँ जित्नुहुन्छ ल है जसले जित्नुभयो त्यहीबाट चाहिँ हामी सामान लाग्छ रुपेश यहाँ त सिजर पेपर खेल्ला मेरो मोटुले खेलिदिन्छ मेरो हुनु हामी त चारी खेल्यौँ बाटा खेल्यौँ अब के थाहा भने नाइ टिकटकमा देख्नु भएन र आहा के देखेको छैनौँ के बाबु आउनु 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 हामी सिकाउँदिन्छौँ यस्तो यस्तो अनि यस्तो 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 गर्नुभयो भने यस्तो यसले जित्छ अनि यो भयो नि यो पेपरलाई चाहिँ सिजरले जित्छ है रेडी ल मनोजले चाहिँ खेलाउँदैछ है गाइस दे दे ल ओ तपाईले जित्नु ल उहाँले चाहिँ जित्नु भयो हैन अनि उहाँले चाहिँ हार्नु भयो ल अब चाहिँ उहाँको र उहाँको ल ल है ल अब आउनु आन्टी दुईटा खेल्नुहुन्छ कि नै नै खेल्नु न खेल्नु के खेल्न समावेश हुनु कि नै ल ल ठिक छ है ल उहाँले जित्नु भयो हैन गाइस अब चाहिँ यो सामान यहाँबाट लग्ने भयो ल खुसी हुनुहुन्छ नि एकदम खुसी ल ऊ आन्टी पनि खुसी हुनुहुन्छ नि ल ल गाइस हामी चाहिँ समय चाहिँ भइसक्यो गाइस हैन एकदम मनोजको ट्रिक चाहिँ एकदम बवाल गप्प हुने थियो क्या अब लैजान त ठुलो टोका गाइस उहाँ ल गाइस हामी चाहिँ चाहिँ सामान लगाइसक्यौँ है मौन्दाबाट चाहिँ मेरो भाइहरू बोल्छन् मैले त के भन्नु र अब हामी चाहिँ सामान लग्यौँ ल यहाँदेखि चाहिँ सिट चढ्नु पर्ने रहेछ यो चाहिँ यहाँ गेट गेट ल हामी चाहिँ गेट प्रवेश इन्ट्री गरिसक्यौँ अब माथि चाहिँ हल्का सामान राख्नुपर्छ आन्टीहरूलाई चाहिँ रक पेपर खेलाउने एकदम मजा गाइजहरू हामीले चाहिँ नि गाइज यस्तो हो क्या यो चाहिँ अब एउटा सामान लग्यो भने आन्टीलाई अब मेरोबाट लगेन भन्ने हुन्छ नि त हामीले अब गेम खेलाइदिउँ गेम खेलाउने आन्टीले जित्नुभयो जसले जित्यो त्यहीबाट हामी सामान आन्टीहरूको सहमत भयो अनि त्यही माथि चाहिँ सबै खुसी हुनुभयो होइन आन्टीहरू अनि हामीलाई पनि मनोरञ्जन भयो हजुरहरूलाई पनि पक्कै हुनेछ कन्टेन्ट पनि राम्रो भयो होला सायद त्यही हो एकदम राम्रो हजुरहरूले पनि आजकल त यहाँ चाहिँ व्यवस्थित भएर चाहिँ एउटा यो थिएन पहिला थिएन मेला लाग्ने बेला चाहिँ यो बाल हुन्छ होला ल पहिला चाहिँ यो थिएन अरे गाइस सामान चाहिँ कति ल गाइस अब चाहिँ हामी यहाँ जाँदैछौँ होइन ओ यहाँ चाहिँ सिडीहरू रहेछ अब सिडीहरू क्रस गर्दैछ जाँदैछौँ यहाँ चाहिँ गेट प्रवेश यहाँ चाहिँ गेट प्रवेश रहेछ एकदम बवाल त्यहाँ चाहिँ के लेखा रहेछ भने श्री डिग्रे साई कुमारी बचत तथा ऋण सहकारी लेखा रहेछ यता साइड चाहिँ होइन अनि संस्थाले हुकुम पश्चिमद्वारा निर्मित रहेछ होइन अब यो चाहिँ हामी चाहिँ अब गेट प्रवेश गर्दैछौँ यस्तोमा रहेछ कि डिग्री साइड गाइज एउटा कुरा चाहिँ भन्छु है तपाईँहरू कुनै चाहिँ भलो गराउनुहुन्छ भने चाहिँ यहाँ सामान किन्दाखेरि चाहिँ यस्तो गेम खेलाउनु होला है गाइज त्यो भने चाहिँ पछि बात हुँदैन होइन एकदम रमाइलो रमाइलो हुन्छ क्या इन्टरटेनमेन्ट पनि हुने रहेछ होइन अनि हामीलाई चाहिँ मजा आयो मजा आयो ल है गाइज अब चाहिँ हामी पुगिसक्यौँ यता ल हेर्नु पाथ्यो ल यता चाहिँ ग्राउन्डहरू रहेछ ग्राउन्ड दामी डिग्री साई कुमारी चाहिँ यस्तोमा रहेछ गाइस एकदम राम्रो रहेछ थाहा थिएन एकदम बवाल राम्रो रहेछ हेर्नुहोस् न यस्तो ओ माई गड राम्रो रहेछ कति राम्रो देखियो यहाँदेखि देख्ने भ्यू कस्तो फिलिङ आएर रमाइलो भयो अलिअलिसँग अनि यता एकदम बवाल अब चाहिँ हामी यहाँ जुत्ता सुत्ता खोल्छौँ ब्याग स्याग राख्छौँ यहाँ राखेर चाहिँ हामी जुत्ता चाहिँ यहाँ जान्छौँ राख्ने हो ल गाइस यस्तो राम्रो रहेछ गाइस ओ माई गड अन्त फर्स्ट टाइम आएको होइन एकदम बवाल होइन अब एउटाले चाहिँ उयो अबिर तान एउटाले चाहिँ मिठाई तान ल एउटा देखाउनु यो मिठाई तान है सिर्के हेर्नुहोस् न सुमान्ने मात्रै एउटा यहाँ क्यामेरामा देखिन्छ क्या मिठाई तान प्यालो रहेछ यार अबिर त
रातो होला त्यो त्यहाँ रातो पुरै गराइदिनु नरोकेर अनि चाहिँ यहाँ त्यो खोज्दै लाइट चाहिँ यहाँ अबिरहरू तारिसक्यो ल्याउँछ भने अब हामीलाई चाहिँ केही थाहा छैन मनोजले सिकाउँदैछ होइन अनुभव अब यसलाई उठाएन अन्त बनायो जाने ल है गाइस त्यहाँ चाहिँ डायरो टक्क लगाएर है गाइस यस्तो छ यहाँ चाहिँ यताको भ्यू चाहिँ बवाल छ नै अब चाहिँ जाउँ भाला रहेछ ओइ ल्याउनै यता यता पनि ल्याउन एउटा ल गाइजहरू हामी चाहिँ आधा बाटो आइसकेको छौँ होइन पूजा गर्दै ल पूजा गरिसकिसक्यो गाइस पूजा गरिसक्यौँ दाइहरूले पनि यहाँ एकदम रमाइलो भयो रमाइलो भइरहेको छ होइन दाइ डिग्रीमा साईकुमारी मन्दिर बबाल। सबैलाई रक्षा गरौँ होइन हजुर सबैलाई रक्षा गरौँ यो भिडियो हेर्ने मान्छेलाई पनि रक्षा गरिदिनु होइन सबैको जीवनमा राम्रो होस् हामी चाहिँ यहाँ आधा बाटो आइसकेका छौँ अब चाहिँ पूजा गर्दै ल मिठाई सिठाई चढाउनु अनि फुलहरू ल सबजनाले टिका सिका लगाइदिँदै आउनु मैले चाहिँ अहिले भ्लगिङ गरिरहेको छु दाइको होइन यहाँ चाहिँ दाइ चाहिँ पूजा गरेर राख्नु भएको मैले त धेरै पटक पनि गरिसकेको छु त्यही भएर ऊ चाहिँ अनुभवी हो त्यही भएर चाहिँ हजुर ल उयो यता अनि ऊ त्यहाँ चाहिँ भगवान् एकदम राम्रो रहेछ होइन अब यहाँ चाहिँ पैसा पालिदिनु ल हामीहरू चाहिँ अब त्यहाँ तल अब त्यहाँ मेन मन्दिर भने त्यहाँ अहिले हामीहरू आधा बाटो आइसकेका छौँ हामी चाहिँ अब अहिले त्यहाँ अब यताबाट पूजा गर्दै त्यहाँ त्यताबाट त्यहाँ पारी छ एउटा नाग मन्दिर त्यहाँ गएर पूजा गर्छौँ ल है ल गाइस यहाँ चाहिँ राधाकृष्ण ल हामीहरू चाहिँ अब तल जान्छौँ यहाँ अब हामीहरू चाहिँ यहाँ अर्को मन्दिर आइसकेका छौँ है गाइस ल अब यहाँ चाहिँ अब तिमी बत्ती हुन्छ नि त उयोमा यहाँ सर लाउनु अनि चाहिँ अनि मिठाई सिठाई त्यहाँ हालिदिउँ एकदम राम्रो रहेछ राम्रो यहाँ चाहिँ के लेखेको छ श्री नरसिंह गणेशको चाहिँ ऊ होला ल बत्ती वाला है लाइटहरूले यहाँ चाहिँ अरू मान्छेहरू पनि धेरै आउनु भएको छ ल गाइजहरू हामी चाहिँ अब यहाँ आइसकेका छौँ माथिबाट पूजा गरेर अब यहाँ लास्ट पूजा सम्पन्न भइसक्यो अब चाहिँ त्यहाँ पारी जाने होइन गाइजहरू त्यहाँ पारीबाट चाहिँ अनि यहाँ हामीले पूजा गरिसक्यौँ अब त्यहाँ पारी जान्छौँ त्यहाँ गइसकेपछि यहाँ मन्दिरमा ल है हामीहरू चाहिँ हिन्दू धर्मको भगवान्मा आस्था राख्ने विश्वास छ होइन त्यही भएर हामी चाहिँ यहाँ पूजा गर्न आएछौँ ल अब चाहिँ हामीहरू यहाँ चाहिँ 7 चोटि घुम्छौँ होइन ल यहाँ चाहिँ दाइहरू पनि आइसक्नु भएको हेर्नुहोस् यस्तो छ बवाल छ गाइस एकदम मस्त ल सबैले चाहिँ आफ्नो इच्छा कामना पुरा होस् सबैको त्यही छ आँटेको सोचेको सबै होस् हामीले चाहेको कुरा चाहिँ पुरा होस् ल कतिचोटि भयो गर्ने अङ्कलले होला फेरि गर्नुभयो भने म्याथमा ट्यालेन्ट हुनुहुन्छ क्या अङ्कल फेरि यता हेर्नु न यता यता ल अब चाहिँ हामीहरू चाहिँ त्यहाँ माथि मन्दिरमा चाहिँ पूजा त्यहाँ टिका सिका लगाउँछौँ त्यसपछि 1-2टा फोटोसुट अनि भिडियोहरू हुन्छ अनि त्यसपछि चाहिँ फाइनल हुन्छ हामीहरू अनि तल सल गएर नास्ता खान्छौँ अनि त्यहाँदेखि चाहिँ हामीहरू अनि बाटो घरतिर लाग्छौँ
अनि बाटोको भ्यूहरू पनि देखाउँछन् 7 पनि बजेला जस्तो छ गाइज अलि चाहिँ बाटोको भिडियो चाहिँ अलि नआउन सक्छ जाँदाखेरिको चार्जले साथ दिइरहेको छैन अहिले 62-64मा आइसक्यो के गर्ने गाइज यस्तै छ गाह्रो छ ल गाइज अहिले चाहिँ यहाँ चाहिँ लाइनमा छौँ होइन मैले चलाउनु गरेको मैले चाहिँ यहाँ चढाउनु पर्छ होइन त्यसपछि चाहिँ हामीले टिका सिका लगाउने मेला बेला चाहिँ ठाउँै दुख्दैन थियो कि त्यही भएर आजकल त भिडियोमा जानु मिल्ने रहेछ भित्र पनि जानु मिल्छ अरे गाइज ल सबजनाले रेकर्ड त गर्नु मिल्छ नि मिल्छ होइन गाइज यहाँ भित्र पनि आउनु मिल्ने रहेछ यस्तो रहेछ भित्र चाहिँ देखाउनु मिल्छ कि नै कहिले मिल्छ ल सो गाइज हामी चाहिँ पूजासुजा गरेर रेडी सकिसकेका छौँ होइन हामी चाहिँ यहाँ माथि भ्यू चाहिँ दामी देखिन्छ यहाँ पहाडीको होइन एकदम बबाल देखिन्छ होइन गाइज बवाल देखिन्छ होइन अब चाहिँ हामी तल नास्ता खान जान्छौँ त्यहीँ भेट्नुपर्छ अनि चाहिँ यदि चार्जरले चाहिँ साथ दिएको छैन गाइज पावर ब्याङ्क भएन त्यही भएर चार्जरले साथ दियो भने चाहिँ हामी बाटोको भ्यू पनि देखाउँछु यदि साथ दिएन भने चाहिँ हामी चाहिँ घर गएर भोलि चाहिँ इन गरिदिन्छौँ गाइज ल अब चाहिँ तल नास्ता खाने ठाउँमा भेट्नेछौँ बाई यहाँको भ्यू चाहिँ यस्तो छ गाइज है ल बबाल छ बाल छ के सो गाइज पूजा चाहिँ सम्पन्न भएर चाहिँ हामी यहाँ यो खाँदैछौँ होइन प्रसाद खाँदैछौँ प्रसाद ल एकदम मिठो छ अब भोक पनि लाग्यो होइन अब केही नास्ता खान्छौँ होला अनि त्यस पछाडि चाहिँ जान्छौँ ल ओहो ल ठिक छ के छैन ल कस्तो भइरहेको एकदम कस्तो कति मजा कुरै छाडिदिनु कस्तो अनुभव भयो एकदम राम्रो मैले त्यस्तो मन्दिर होला सोचे पनि थिएन होइन यस्तो एकदम बबालको एकदम होइन पुरै दिल खुस गरिदिया हुन्छ नि मन्दिर पुरै अङ्कललाई अङ्कल त पहिला पनि आउनु भएको थिएन म त पहिला पनि आएको थिएँ दाइ एकदम हामीहरू यो भाइले चाहिँ पहिला पनि आएर चाहिँ यो चाहिँ फर्स्ट टाइम हो ल सो गाइज अहिले चाहिँ हामी यहाँ नास्ता खाँदैछौँ होइन ल नास्ता चाहिँ यहाँ चना छ है ल अहिले चाहिँ हामी चना खान्छ डाइट किनकि भोक लाग्यो नि त त्यही भएर हो गाइज बाटोको भ्यू चाहिँ हामी देखाउन सक्दैनौँ किनकि मोबाइलमा चार्ज चाहिँ धेरै कम छ होइन अब चाहिँ भ्लग इन्ड चाहिँ घरमै गएर गर्छु चार्जरले साथ दियो भने चाहिँ अब चार्जर साथ त केही दिँदैन होला सायद होइन गाइज कति भने चाहिँ 30मा आइसक्यो अलिक गाह्रै छ यसको च्यालेन्जवाला भिडियो चाहिँ चना दिनु बज्यो अन्तिममा चाहिँ हाल्छु भ्लगको इन्डिङमा चाहिँ हुन्छ है जसरी भए पनि हुन्छ भ्लगको इन्डिङमा चाहिँ हेर्नु होला ल गाइज त्यही होला ओके ल गाइज अगाडि चाहिँ बिहान भाइले चाहिँ होइन च्यालेन्ज गर्छु यो रुखमा गएर चाहिँ ऊ लालीगुराँस टिपेर ल्याउँछु भन्दै थियो होइन यसरी ऊ फुल्या छ होइन यो लालीगुराँस चाहिँ ल भाइ चाहिँ यहाँ भन्नेले अब सक्छु कि नै है ल नत्र अङ्कल जानुहुन्छ होइन अङ्कल त डेन्जर गरे भाइ चाहिँ अङ्कललाई गराइदिनु अङ्कललाई च्यालेन्ज पुरा गर्न चाहिँ रेडी भइसकेको छ यो चाहिँ रुखको बोर्डनेर पुगिसक्यो अङ्कल जानुहुन्छ अरे म यहाँ जानलाई छिटोभन्दा छिटो लाइक कमेन्ट हानिदिनु मेरो हौसला बढाइदिनु ल गाइज हेर्नुहोस् है हिँडिसक्यो ओए राम्रोसित हिँड्दो रे फेरि अलि तिनी हाँगा गाइज म जानु सफल भएँ त्यतिकै माथि गएर टिप हजुरहरूले लाइक कमेन्ट हानिदिनु भयो त्यही भएर म जानु सफल भएँ होइन माथि गएर टिपेर ल्याएपछि सफल हो क्या हो त्यही पनि अहिले त ठेलाबाट जानु सकिँदै जस्तो लाग्थ्यो अब त रोडलाई गइको गयो है केटा जोसिलो खबर त ल त्यहीँको मास गाइज चाहिँ गइसक्यो हाम्रो नेपालको राष्ट्रिय फुल लालीगुराँसलाई सम्झेर एक लाइक एक कमेन्ट र एक फलो गर्न चाहिँ नबिर्सनु होला गाइज कस्तो राम्रो देखिन्छ यार मेरो भाइ चाहिँ यहाँ गइसक्यो हेलो गाइज म चाहिँ यहाँ माथि पुगिसकेँ होइन मेरो च्यालेन्ज चाहिँ भयो अब म चाहिँ लालीगुराँस टिप्छु अनि यस्तो राम्रो देखिन्छ गाइज तर गाइज होइन यो चाहिँ रुख गएको छैन तर डर चाहिँ मलाई लागिरहेको छ कि मेरो खुट्टा चाहिँ श्री गरिरहेको छ थाल्ने यहाँ तल ल आयो ल ल ठिक छ जेन्जी हो नि त जेन्जी कहाँ मान्छ उसले मान्ने कुरै छैन अनि हो त गर्छु भने चाहिँ गर्छु गर्छ उसले आयो ल ल उसले चाहिँ च्यालेन्ज पुरा गरिसक्यो गाइज होइन ल लाइक कमेन्ट गर्न चाहिँ नबिर्सनु होला पालो तपाईँहरूको लाइक ल ल म चाहिँ यति टिप्न सफल भएँ होइन ल अब भिडियोलाई लाइक कमेन्ट सेयर हान्नु भिडियोलाई लाइक कमेन्ट सेयर हानिदिनु होला होइन हजुरहरूको मायाले अब म खासै रुख त चढ्न सक्दिनँ यहाँ रहनु धेरै पनि रहेनछ न छन त छन अब के सूर्य जस्तो अब आकाशको फल आँखा तरी मर भने जस्तो त भइगयो अब हामी नसक्नेलाई होइन त्यही पनि यति ल्यायौँ होइन ल अब चाहिँ फोटो ल्याएर राष्ट्रिय फुल बिहान हान्नुपर्छ दिउँसोको सुरुवातीसँगै हाम्रो फोटो सोटो हान्नुपर्छ अब चाहिँ एक दुईवटा भिडियो गराम बास ल भाइ ल बाइ गाइज
अनि हजुरहरूलाई आजको ब्लग चाहिँ कस्तो लाग्यो यदि मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला अनि गाइज अनि बाटोको आउँदाखेरिको बाटोको भ्यूहरू चाहिँ देखाउन पाइएन किनकि मोबाइलमा चार्ज चाहिँ धेरै कम थियो त्यही भएर चाहिँ देखाउन पाइनँ त्यसको लागि चाहिँ माफी चाहन्छु अनि गाइज अनि अहिले आएर चाहिँ चार्जर लगाएर चाहिँ यो भिडियो बनाइरहेको छु अनि हजुरलाई आजको भिडियो के कस्तो लाग्यो अनि ल भेटौँ अर्को नेक्स्ट ब्लगमा डोन्ट फर्गेट लाइक सब्सक्राइब एन्ड बाई गुड बाई